हेलो हाउ आर यु गाइज। हजुरहरू सन्चै हुनुहुन्छ? म चाहिँ सन्चै छु है। हजुरहरू पनि सन्चै हुनुहुन्छ भन्ने आशा राख्दै मेरो मिनी भ्लगमा हजुरहरूलाई स्वागत छ। आज चाहिँ हजुरहरूलाई हामी हलेसी घुम्न जाँदैछौँ। हामी चाहिँ हजुरहरूलाई हलेसीको थोरै सानो झलक देखाउनेछु र त्यो हलेसीको दर्शन गर्न हजुरहरू पनि जान सक्नुहुनेछ। त्यहाँ गएर हजुरहरूले केही भाकल दिएर बिर्सिनु भएको छ भने त्यहाँ गएर हजुरहरू दर्शन गरेर आउनुभयो भने हजुरहरूको भुलेको बिर्सेको अथवा केही गरिदिएको भाकलहरू चाहिँ टारिन्छ है गाइज। हजुरहरूलाई हामी चाहिँ हलेसी देखाउनेछौँ। है गाइज, हामी चाहिँ अब हलेसी आइपुग्यौँ। हलेसी दर्शन गर्न हामी गुफामा जाँदैछौँ। हजुरहरू हेर्न सक्नुहुन्छ हलेसी गुफा। हलेसी दर्शन गर्न हामी गाइज हेर्न सक्नुहुनेछ। हजुरहरू हेर्न सक्नुहुन्छ महादेव गुफा हलेसीमा। हामी आज दर्शन गरेर अब अर्को गुफातिर जाँदैछौँ। हेर्न सक्नुहुन्छ हाम्रो दिदीहरूले पूजा गरेर आइरहनु भएको छ। अब हामी महादेव गुफामा पूजा गरेर त्यहाँभित्र अलाउ नभएर हामी माथिबाट खिचिरहेको छु। हामी चाहिँ पूजा सम्पन्न गरेर अब अर्को गुफातिर लाग्दैछौँ। यहाँ पूजा सम्पन्न गरेर हामी चाहिँ अब यहाँतिर लाग्दैछौँ। हजुरहरूको नाममा बत्ती बाल्न पाइएन। सम्पूर्ण भोलेनाथ जगत पिता परमेश्वरीको नाममा, परमेश्वरी देवीको नाममा, सम्पूर्णको नाममा परमेश्वरी यहाँ परमेश्वरी बत्ती बालेको छ। परमेश्वरी मेरो बत्ती स्वीकार गरिदिनु हे भगवान्। दाजुले चाहिँ अब यहाँ आएर सम्पूर्ण देवी देवताहरूलाई सम्झेर यसो बत्ती सत्ती बाल्नुभयो। यसो दुई चारवटा शब्द कुरा नि भनिदिनु हाम्रो दाइले यो मन्दिरको बारेमा। नमस्ते, हामी आज हलेसी दर्शन गर्न आयौँ। हलेसीको मेन गुफाभित्र पस्यौँ। भित्र चाहिँ बत्ती बाल्नु नपाइने रहेछ। त्यही भएर हामीले चाहिँ यहाँ बाहिर आएर बत्ती बालेको छ। सम्पूर्ण देवी देवताहरूलाई सम्झेर एकदम विचित्र छ। यहाँ राम्रो छ। मनोकामना पूर्ण हुन्छ। आस्थाको साथ आउनु होला। तपाईँहरूलाई पनि कोटी नम्बरमा छ। सबैजना आउनुहोस्, हलेसी भगवानको दर्शन गर्नु, मनोकामना पूर्ण गर्नु। जय